है त्यो मलाई चाहिँ सोध्न मिल्ने सोध्नुहोस् न त। हुन्छ हजुरको समादेश। रोजगारी सामग्री। हजुरको नाम? हजुर। हजुरको नाम रिता रोका। अनि हजुरको स्टाफ नम्बर? 79 हजुर 79 619। सुन्नु भएन हजुरले त्यो हजुर मैले सुने बोले? मैले सुने। अनि हजुरले एचआरसी भन्दा त्यस्तो फरक काम गर्नु भएको छ र? छैन। छैन है। अनि आफूले फर्स्ट कन् इयर छैन नि त यहाँ अनि काम सुन्नु गर्नु। हजुरले चाहिँ कन्ट्र्याक्ट अनुसारको काम गर्दै हुनुहुन्छ अहिले? हजुर कन्ट्र्याक्ट अनुसारकै काम छ। अब स्यालेरी त हजुरले पाउनु भएको छैन है, सम्झौता अनुसारको स्यालेरी नै अब हजुरले पाउनुहुन्छ भन्ने चाहिँ लागिरहेछ होला। हजुर होइन त्यस्तो भन्दा नि छ है, लाग्छ पनि। त्यस्तो भएन भने चाहिँ हजुरले भन्न सक्नुहुन्छ होइन, सम्झौता अनुसारको स्यालेरी पाउनु भएन भने। अनि त्यो हजुरलाई त अभियसली भन्छौँ सर, टेन्सन लिनु। हजुर अनि आवासको व्यवस्था गरेको छ कि छैन हजुरलाई? हजुर छ, म साथीहरूसँग बसेछु अहिले। अनि खाना र आवास शुल्क कन्ट्र्याक्टमा भए अनुसारै छ? हजुर छ। अनि हजुरलाई पढ्दाखेरि कम्पनीको सहयोग पाउनु भएको छ कि छैन? अब जस्तै जापान जानुभयो, काम गर्नुभयो, त्यस्तो समयमा कम्पनीले सहयोग गरे गरेन? कम्पनीले हजुर उम्, सहयोग गर्नुभयो नि, यहाँसम्म ल्याइदिनु भयो, काम लगाइदिनु भयो, त्यही त होला। हजुर अनि हजुरले ब्याङ्क कार्ड बनाउनु भएको छ कि छैन? कम्पनीले बनाइदिएको छ या तपाईँले छैन सर, बनाएको छ? छैन बनाउनु भएकै छैन, बनाएकै छैन, अब बनाउने हो सर। हजुर अनि हजुरले आफ्नो जागिरी कार्ड पासबुक तपाईँ आफूसँगै राख्नु भएको छ? हजुर मसँगै छ। अनि हजुरको अब काम गरेको धेरै दिन त भएको छैन होइन, त्यहाँ काम गर्दा हजुरलाई त्यस्तो आफ्नो दैनिक जीवनमा त्यस्तो केही समस्याहरू भएका छन् र? समस्या त भएको छ, त्यो अलिकति यो जितेन स्यारको बारेमा चाहिँ केही कुरा भन्नु थियो कि। ए हजुर भन्नु न। यस्तो कि अब जाँदाखेरि पुरै ओह्रालो हुन्छ, आउँ फर्किँदा पुरै उकालो उकालो हुन्छ। अब गियरवाला साइकल छैन, त्यो ऊ हजुर हामीसँग चाहिँ हिँड्नुपर्छ क्या साइकल। अनि त्यो ए बेला अलिकति दुःख चाहिँ त्यहाँ बस्, किनभने काममा थाकेको हुन्छ। लास्टै पुरानो साइकल दिएको हुनाले अलिक गाह्रो भएको छ क्या सर्भाइभ गर्न चाहिँ नि। अब एक त सुपाहरू टाढा छ नि त, साइकलहरू उकालो भएपछि गियरै छैन, चल्दै चल्दैन। हजुर उकालोमा होस् त हजुर खास हामीलाई हजुरको सहायता यो चाहियो त। हजुर यो समस्या हजुरको पक्कै पनि कम्पनीले सुन्छ र केही न केही निष्कर्ष निकाल्छ पनि होइन। हजुर हजुर सर। हजुरको स्वास्थ्यमा कुनै समस्या छ र? होइन मेरो स्वास्थ्यमा त धेरै समस्या छ, कम्पनीले गर्दा चाहिँ भएन अहिले चाहिँ। हजुर हो क्या। अनि ठिक छ। अनि हजुरले काम गर्ने ठाउँमा त्यस्तो अवैध रूपमा काम गर्ने कर्मचारी त्यस्तो कोही हुनुहुन्छ? हुनु न। हुनु न है। हुन्छ रिता शर्मा, हुनु न सर त्यस्तो। हजुरको समयको लागि धेरै धेरै धन्यवाद। हाम्रो इन्टरभ्यू यहीँ समाप्त हुन्छ। हवस्, समावेश। आइरहेको छु गाडी सामान